बोल्दैन झोला हेलो गाइस नि अझै हेरेको छु त्यहाँनिर यो मारेर के हेलो गाइस नमस्ते मेरो नाम ग्रिमिस गुरुङ म चाहिँ ज्योति आन्टीको भ्लग बनाउँदै हो यता चाहिँ ज्योति आन्टीहरू खेत खाँदैछ भनेर बनायो अनै छ यो त भिडियो भइसक्यो बुझे भिडियो छ सबै बोलेको छ गाइस सुन्नुभयो होला नि को यहाँ एकजना हाम्रो आन्टी रेडी छ को हुनुहुन्छ आफ्नै घरको मान्छेसँग विश्वास भिडियो हालेको 1 लाइक गाह्रो छ अरे किनभने त घरमा साथ घर जाँदै हेरे होइन त्यो भन्दा यहाँबाट गरेको भनेर हेलो गाइस नमस्ते मेरो नाम चाहिँ ग्रिमिस गुरुङ हो म चाहिँ अहिले मिसँग म चाहिँ यहाँ बसिरहेको छ यता चाहिँ ज्योति आन्टी उसको मम्मी र आकाश गले चाहिँ यता धानको बिउ राख्नको लागि खनिरहेको छ उसको बाबाले चाहिँ अघि जोतेर गइसकेको छ अब चाहिँ म उनीहरूलाई देखाउन जाँदैछु यो चाहिँ मिसन हो होइन नमस्ते मेरो नाम मिसन गले हो मेरो नाम मिसन गले हो कति कक्षामा पढ्छ 1 बाबाको नाम के हो नारद गले भन्न नारद गले मेरो गाइस म चाहिँ अब मिसनको इन्टरभ्यु लिन जाँदैछु तिम्रो नाम के हो मिसन गले कति कक्षामा पढ्छौ 1 स्कुलको नाम के हो मिसन गले हो भन् थाहा श्री मदन प्राइमेरी स्कुल भन्न भन्दा मुना मदन स्कुल हो भन् श्री मदन प्राइमेरी स्कुल भन्न गाइस हैन यो भाइले चाहिँ अलि इंग्लिश आउन्न म चाहिँ सोध्दैछु व्हाट इज योर नेम व्हाट इज योर फादर नेम व्हाट इज योर सिस्टर नेम देख्नु गाइस यो भाइले चाहिँ अलि इंग्लिश आउन्न यो भाइ लडेको छ अब यता ज्योति आन्टीको बाबा आउँदैछन् यता चाहिँ हाम्रो यता चाहिँ ज्योति आन्टी कुकुर गाई छैन यता चाहिँ उनीहरू खेत खन्दै 3 जना मिसन गले तिम्रो साथीको नाम के हो तिम्रो साथीको नाम के हो के बोलेको तिम्रो साथीको नाम के हो सास गले तिम्रो मम्मीको नाम के हो माया तिम्रो दिदीको नाम के हो निशा तिम्रो दाइको नाम के हो राजकुमार अनि तिमी यस्तो कसरी भएको छ यो भाइको हात चाहिँ गाइस हेर्नु होला यस्तो छ एउटा हात चाहिँ एउटा हातमा 6वटा अनि एउटा हातमा 5वटा छ है गाइस टोटल 11वटा छ अब देखाउँदैछ उनीहरू खन्दै गाइस यो चाहिँ हाम्रो गाउँको भ्यू हो है यो चाहिँ हाम्रो गाउँ यहाँ मकै बारी छ
गाइज होइन बजेर हो अनि यहाँ डाँडा काँडा हरियाली छ गाइज होइन त्यो चाहिँ उतापट्टिको बजार चाहिँ खुदियो गाइज हाम्रो गाउँमा चाहिँ बाटो सानो भनी तर बाइक चाहिँ आउँछ भरे भरे डम्पर पनि आउँछ गाइज यहाँ चाहिँ यो भिरमा चाहिँ धेरै बाँदर बस्छ गाइज होइन यो भिरको नाम नै भिरगुना हो यता गाइज हाम्रो गाउँको जङ्गल यता हेर्नु सक्नुहुन्छ हाम्रो गाउँको यत्रो ठुलो टावर त्यो चाहिँ काट्दिनँ ठुलो गाइज यो चाहिँ ठुलो हाम्रो गाउँको ठुलो सबसे ठुलो टावर अनि गाइज उता चाहिँ हाम्रो मन्दिर छ सानो तर अलिअलि जङ्गलले गरिएको छ गाइज होइन ओ अहिले चाहिँ यतापट्टि चाहिँ मिसनहरूको गोर देख्न सक्नुहुन्छ गाइज यो चाहिँ हाम्रो पुरानो ट्याङ्की हो गाइज होइन गाइज बाजे चाहिँ खाजा खाँदैछ भर्खरै बाजेले चाहिँ अघि नै गोरु जोतेर भात भर्खरै खाँदैछ होइन खाजा भर्खरै खाँदैछ गाइज त्यहाँ लुसी चाहिँ यहाँ ज्योति आन्टीनिर जाँदै ज्योति आन्टीसँग खेल्दै लुसी गाइज यता उनीहरू दुइटा भने चाहिँ यसरी बसेको छ बजे भने चाहिँ एक्साइटेडले यति धेरै गरिसकेको छ उनीहरू भने चाहिँ बल्ल आधा अल्छीराम जरी काम गरेको छ गाइज होइन बजे चाहिँ त्यहाँ एक्टिभ भएर उनीहरू चाहिँ अलिक एक्टिभ छैन गाइज हाम्रो गाउँको बाँदर धपाउने तरिका त्यहाँ चाहिँ मेरो बजेले चाहिँ बाँदर धपाइरहेछ त्यहाँ बाँदर आएको रहेछ अघि एउटा मकै खाइदिएछ गाइज अहिले चाहिँ बजेले धान छरे अब 1 महिनापछि रोप्छ गाइज होइन यहाँ गाइज बजे चाहिँ बुढी भएर के अरे उचाल्न गाह्रो भएको छ बोरा कटिङ कटिङ गाइज हाम्रो गाउँमा चाहिँ यस्तो जीप नि आउँछ है गाइज होइन जीप हाम्रो गाउँमा चाहिँ उतापट्टिको गाउँमा चाहिँ यस्तो ठुलो टावर बनाउन लागेको छ गाइज होइन यस्तो ठुलो टावर बनाउन लागेको छ गाइज यो भाइ चाहिँ हाम्रो सन्तानको सबैभन्दा कान्छो भाइ उहाँ चाहिँ यो गाइजहरू सबैको कान्छो भाइ उहाँ चाहिँ अहिलेदेखि नै आफ्नो पहिलाको सानोदेखि नै आफ्नो भोलिपछि ठुलो हुँदासम्मको काम गर्दैछ गाइज उसले चाहिँ उसको हब्बी चाहिँ उसलाई चाहिँ एक्सकेभेटर डोजर चलाउन मन लाग्छ अरे मिसन ठुलो भएर डोजर राइडर पनि है ओके गाइज होइन अब मिसनले चाहिँ डोजर खन्दैछ अब ठुलो भएर अब यो बाटोलाई फुल पिच बनाउने उसको चाहिँ लक्ष्य हो गाइज होइन हाम्रो गाउँमा चाहिँ यस्तो ब्रान्डेड टोयोटा धरि आउँछ होइन टोयोटा कम्पनीको कार गाइज होइन हाम्रो गाउँ पनि यस्तो राम्रो हो कि टोयोटा गाइज अब बिउ छरेपछि यसलाई ढाक्नुपर्छ त्यसैले उनीहरू यहाँ ढाक्दैछ 3 जना गाइज होइन अब अर्को भिडियो नेक्स्ट पार्ट 2 आउँदैछ अब 1 महिनापछि यो धान रोप्दाखेरिको भिडियो हाल्छु गाइज बाई गाइज